चाहिँ मेरो कोठा जेठानीले ल्याइदिनु भएको छठको प्रसाद। वाउ, मलाई यो धेरै मनपर्छ। पानी सिङ्गडा, खजुर। छठ लाग्यो नि नलाग्यो नि माइत जाँदै पछि खान्छु म खजुर बनाएर। थ्याङ्क यू मेरो जेठानी दिदी, मेरो फेभरेट हो त्यसले यो नखाए त हुँदैन। अघि 2टा खाइसकेँ। पहिले घरमा हुँदाखेरि यो खानाको लागि कति झगडा पर्थ्यो हाम्रो। घरमा सबैलाई मनपर्छ, अब यहाँनिर मलाई एक्लैलाई मनपर्छ। 2टा दिनबाट त्यही खाँदैछु। खाएँ ल। खाँदा डोगेर खानुपर्छ, त्यत्तिकै खाएँ मैले खानाको सुरुमा नि। अब चाहिँ आयो, अब चाहिँ डोगेर खान्छु ल। तपाईँहरूले खानुभयो छठको प्रसाद? मसँग त्यति धेरै छ। बुढाले कामबाट पनि ल्याउनु भएको थियो र जेठानीले पनि ल्याएर दिनुभयो। थ्याङ्क यू।